घरमा चाहिँ म एक कप चिया खाएर निस्केको यसो एक राउन्ड लाएर आउनु पर्यो अनि खानासाना बनाउनु पर्यो भन्ने सोचेर हिँडेको तर हिँड्दा हिँड्दै मलाई अचानक भोक लाग्यो क्या अनि यसो सोचेँ होइन घर जाउँ कि होटेलमा बसौँ भने फेरि सोचेँ घर गए पनि आफ्नै हातले पकाएर खानुपर्ने मेरो हातले पकाएको मलाई स्वादिलो हुँदैन आज म डिफ्रेन्ट हातले पकाएको खान्छु भनेर म फेरि चिकन टिप होइन चिकन चिपपट्टि पसेँ अनि यहाँ चाहिँ एकदम स्वादिलो हुन्छ नुन खोर्सानी मर मसला चटक्क लागेको हुन्छ क्या यो मासुमा चाहिँ अनि ट्याक्क खाँदाखेरि जिब्रोलाई पनि स्वादिलो अनि फेरि सोचेँ मैले कोक खाऊँ कि पानी खाऊँ भने होइन म कोक खान्न जाडो हुन्छ सु आउँछ म पानी खान्छु भनेर मैले फेरि पानी खाएर टन्ना भएर म घरतिर लाग्दैछु जिब्रोलाई पनि एकदम मिठो भएर